हामी चाहिँ अब चाहिँ रिम्बिक गएको यो भिडियोमा चाहिँ तपाईँहरूले हेर्नुहोस् ल रिम्बिकसम्मको यात्रा हाम्रो। नमस्ते सम्पूर्णमा फेरि पनि तपाईँहरूको समक्ष एउटा मिनी ब्लग लिएर उपस्थित भइसकेको छु। यो ब्लगमा चाहिँ के हुनेछ भन्दाखेरि चाहिँ आजको चाहिँ अलिकति ट्राभल ब्लग हुनेछ। यो चाहिँ आजको ब्लग चाहिँ आज नै पोस्ट गर्दैछु मैले मिनी ब्लग। आजको दिन चाहिँ हामी चाहिँ रिम्बिक गएको अनि यहाँनिर देख्न सक्नुहुन्छ हामीसँग जाने प्रियङ्का नाना थियो, सागर दादा होइन। अनि हामी त्यसलाई भने चाहिँ बिजनबारी पुगिसकेको थियौँ। बिजनबारी पुगेर चाहिँ हामीले यसरी खाजाहरू खायौँ। अन्त यहाँनिर चाहिँ एक दुईवटा सामानहरू लिनु थियो र त यहाँनिर हामी दोकानहरू गएको थियौँ। अनि साथै यहाँनिर हामीले मिठाईहरू पनि लिनु थियो, त्योहरू पनि लियौँ। अन्त मैले कतिवटा चाहिँ भिडियो लिन सकेन, हेर्नु सक्नुहुन्छ। गरमले चाहिँ अब यस्तो हालत भएको थियो क्या बिजनबारीमा चाहिँ हामी नभनेको पनि 2-3 घन्टा चाहिँ भुलेको थियो नि त। त्यो भएर अनि यहाँनिर चाहिँ टाइम पनि अब 1 बजिसकेको थियो बिजनबारीबाट निस्किँदाखेरि। अनि यहाँनिर चाहिँ अब यति साह्रो ट्राफिक भएको थियो कि अब त्यस्तो गरम भएको माथि पनि ट्राफिक पुरा थियो। अन्त त्यो भएर चाहिँ हामीलाई आइपुग्नु नै धेरै टाइम लाग्यो। हामी त घरबाट बिहान त्यस्तै 9 बजीहरू नै निस्केको, तर आइपुग्नु चाहिँ टाइम लाग्यो। फेरि आउँदा आउँदै यसरी गाडीको टायर पङ्क्चर भएको कारणले गर्दामा चाहिँ फेरि यहाँनिर पनि हामी कैजलेमा आइपुगेर चाहिँ यसरी टायरहरू चेन्ज गर्नु पऱ्यो। अनि यहाँनिर भाइ र सङ्गमले चाहिँ टायरको जिपलकहरू खोल्दै थियो दुईजनाले होइन। त्यहाँदेखिको चाहिँ यहाँनिर बिचरा टायर पनि बनाइदिनु भयो। अनि त्यसलाई चाहिँ दिदीलाई चाहिँ जाडो भयो भनेर ज्याकेट पनि लगाइरहेको थियो। अनि दादाले चाहिँ यहाँनिर फेरि दादालाई पनि चिसो भयो भनेर अघि चाहिँ गरमले सबै उयो भएको थियो, अहिले चाहिँ ज्याकेट लगाइरहनु भएको छ दादाले। अब त्यसलाई चाहिँ हामी फाइनल्ली गाडीको टायर बनिसकेर चिनेको। यहाँ देख्नु सक्नुहुन्छ इस्कुसको मचानहरू कस्तो मजाले बनाउनु भएको। अनि रोडको कन्स्ट्रक्सनको कामहरू पनि भइरहेको रहेछ। यो घर हेर्नुहोस् न बनाउँदा नै ड्यामेज भएको रहेछ हो। अनि यहाँनिर बारीहरूमा मकैहरू पनि कस्तो मजाले भएको। त्यसलाई भने चाहिँ फाइनल्ली हामी सुम्बुक आइपुगिसकेको थियौँ। अनि सुम्बुकबाट देख्ने भ्यूहरू पनि यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले। अनि मैले चाहिँ बाटोमा अलिअलि मात्रै क्लिपहरू लिँदै हिँड्ने। यतिलाई चाहिँ हामी लोधोमा आइपुगिसकेको थियौँ। लोधोमा आइपुगेर यहाँनिर देख्न सक्नुहुन्छ यहाँ चाहिँ पावर हाउस रहेछ। अनि यहाँनिर चाहिँ भाइहरूले चाहिँ के खाएको थिएन र खाजा खानु भनेर चाहिँ बसेको। अन्त यहाँ सङ्गमले चाहिँ भिडियो गर्दै थियो, फोटो खिच्दिएको भनेर उसलाई चाहिँ थाहा थिएन मैले भिडियो गर्दैछु भनेर हो। अनि त्यसलाई चाहिँ फाइनल्ली यिनीहरूको चाहिँ आइसकेको थियो। यिनीहरूले चाहिँ थुक्पा खाँदै थियो, मिठो थियो खाना पनि भन्दै मजाले खाँदै थियो। अन्त हामी तिनजनाले चाहिँ आलु मिमी खायौँ। त्यहाँदेखिको फेरि यात्रा स्टार्ट भयो हाम्रो। अनि यो चाहिँ लोधोमाको पावर हाउस रहेछ होइन। मेरो चाहिँ फर द फर्स्ट टाइम हो त्यहाँनिर रिम्बिकमा चाहिँ। अन्त म चाहिँ फर्स्ट टाइम आएको। यहाँ देख्न सक्नुहुन्छ त्यसलाई चाहिँ यिनीहरू हाँस्दै थियो, पुरा हाँस्दै हिँड्दै थियो। अन्त मैले सानोबाट भिडियो क्लिप लिइदिएँ हो। फाइनल्ली हामी त्यसलाई चाहिँ रिम्बिक बजार आइपुगिसकेको थियौँ। अनि यहाँनिर चाहिँ बहिनी आउँदै थियो हामीलाई लिनु लागि। अनि त्यसलाई चाहिँ अब हामी बहिनीलाई भेट्नु लागि फाइनल्ली बहिनी पनि भेटिसकेको थियौँ। अनि यहाँनिर दोकानमा सामानहरू किन्नु थियो। सामानहरू किनेर चाहिँ फेरि हामी चाहिँ परनिर हाम्रो चाहिँ बोजू हुनुहुन्छ नि त, हाम्रो बोजूको चाहिँ दिदी हुनुहुन्छ, त्यहाँनिर चाहिँ बोजूलाई भेट्नु जाँदै थियौँ। अनि यहाँ फाइनल्ली घर पनि पुगिसकेको थियौँ। अनि यहाँ घर पुगेर सबैजना हामी यहाँ गयौँ। अनि यहाँनिर जाँदाखेरि चाहिँ मेरो चाहिँ फर्स्ट टाइम भएको कारणले चाहिँ अब म चाहिँ त्यस्तो चिन्दिनँ र उनीहरू चाहिँ अगाडि हिँड्दै थियो। अनि म चाहिँ पछाडि। फाइनली यहाँ चाहिँ बोजू पनि भेटिसकेको छ हामीले। यहाँ देख्न सक्नुहुन्छ बोजू चाहिँ उहाँ नै हुनुहुन्छ हाम्रो। अनि त्यसलाई चाहिँ भिडियो कलमा चाहिँ आमासँग माइजूसँग बात मार्नुहुँदै थियो। अनि हामी यहाँनिर बोजूलाई पनि भेटिसकेर चाहिँ निस्किएको। अनि वेदर चाहिँ यस्तो भएको थियो, जाँदा चाहिँ अब साँझ परिसकेको थियो नि त, फेरि बहिनीहरूकोमा जानुपर्ने थियो र। अनि यहाँनिर चाहिँ हामी जाँदै थियौँ। गइसकेर चाहिँ यहाँ पुग्यो, गाडी चाहिँ यहीँनिर राख्यो। अन्त हाम्रो चाहिँ सामानहरू निकाल्नु थियो। अनि सामानहरू पनि सबै फाइनली निकालिसकेर यहाँ सबैको आफ्नो ब्यागहरू देख्न सक्नुहुन्छ। ब्यागहरू बोकेर चाहिँ अब चाहिँ हामी चाहिँ तल घर झरेको बहिनीहरूको सबैको भारी थियो सामान। हामीहरू पनि ब्याग थियो, यता हातमा झोला पनि थियो। त्यही भएर चाहिँ आजको ब्लग चाहिँ यति नै। स्टे ट्युन फर नेक्स्ट ब्लग। बाई बाई, थ्याङ्क यू फर वाचिङ।